तिमीलाई मैले पहिले कतै देखेको जस्तो लाग्छ। सायद संयोग होला। यो फोटो के भेट्नुभयो? सुमन, 10 वर्ष अघि मैले आफ्नो नाम मात्र होइन आफ्नो पुरा जीवन छोडेको थिएँ। किन? किनकि मेरो पहिचानले मेरो बाटो तय नगरोस् भन्ने चाहन्थे। दिपेन, फेरि तेरो पुरानो जीवनले हामीलाई खोज्दैछ। यसपटक म भाग्दिनँ आमा। तर सत्य बाहिर आयो भने? त्यसपछि सत्यसँगै उभिन्छु। छोरा, सबै छोडेर कहाँ जान्छस्? आमा, म फर्किन्छु, तर आफ्नो नाम लिएर होइन, आफ्नै पहिचान बनाएर। त्यो केटो त्यही हो। 10 वर्षदेखि लुकेको पहिचान आज मेरो अगाडि उभिएको छ। बुबा, दिपेनको बारेमा तपाईँ मसँग केही लुकाउँदै हुनुहुन्छ। रन्जु, केही कुरा थाहा पाउनु अघि बुझ्नुपर्छ। तर तपाईँ उहाँलाई हेर्दा डराउनु भएको जस्तो लाग्छ। तिमी वास्तवमा को हौ दिपेन? 10 वर्ष अघि हराएको मान्छे आज आफ्नो असली पहिचान लिएर फर्किएको हुँ। समयले मलाई बदलिएको होइन, समयले मेरो वास्तविक रूप देखाएको हो। दिपेन, त हो? किन चिनिनस्? त पुरै बदलिएको छस्। बाहिरको रूप मात्र बदलिएको हो सुमन। तिमीले सबै कुरा पहिल्यै योजना बनाएका रहेछौ। योजना होइन, 10 वर्षको मेहनत थियो। त्यो दिन मैले तिमीलाई रोक्न सकिनँ। मलाई रोक्नुपर्ने त्यो दिन जानै पर्ने थियो। किन? मेरो असली यात्रा सुरु भएको थियो। तपाईँ त्यही दिपेन? हो, म त्यही दिपेन हुँ। तर तपाईँ वास्तवमा को हुनुहुन्छ? त्यो कुरा अब लुकाउनु पर्ने कारण छैन। आजदेखि उहाँहरूलाई केवल दिपेन भनेर होइन, उहाँ यो कम्पनीको वास्तविक उत्तराधिकारी हुनुहुन्छ। त जति ठुलो भए पनि मेरो लागि त अझै त्यही दिपेन होस्। आमा, मैले जति पाएँ सबै तपाईँको आशीर्वादले हो। आज म तपाईँहरूलाई एउटा यस्तो सत्य बताउन चाहन्छु जुन 10 वर्षदेखि लुकेको थियो। उहाँ साधारण कर्मचारी होइनन्, उहाँ यो कम्पनीका वास्तविक उत्तराधिकारी। अब मेरो परिचय लुकाउने समय सकियो। तिमीले चाह्यौ भने आज मसँग बदला लिन सक्छौ। म यहाँ बदला लिन आएको होइन। त्यसो भए तिमी यहाँ किन फर्कियो? म आफ्नो विगतसँग बदला लिन होइन, आफ्नो भविष्य बनाउन फर्किएको हुँ। तिम्रो बुवाले एकपटक मेरो कम्पनी डुब्नबाट बचाउनु भएको थियो। त्यसैले तपाईँले हाम्रो परिवारप्रति जिम्मेवारी महसुस गर्नुभएको रहेछ। मैले त्यो जिम्मेवारी पुरा गर्न सकिनँ, त्यसको पश्चाताप मलाई आजसम्म छ। गल्ती स्वीकार गर्ने साहस पनि ठुलो कुरा हो। म यो कम्पनी कसैबाट खोसन आएको होइन, यसलाई अझ राम्रो बनाउन आएको हुँ। मैले सङ्घर्ष गर्दा अवसर पाउन कति गाह्रो हुन्छ भन्ने बुझेको छु। त्यसैले अब मेहनत गर्ने मानिसलाई अगाडि बढ्ने अवसर दिनेछु। मैले पनि तपाईँलाई तपाईँको कपडा र काम हेरेर गलत बुझेकी थिएँ। मानिसको वास्तविक पहिचान उसको कपडाले होइन, उसले कठिन समयमा गरेको निर्णयले देखाउँछ। त्यसैले तपाईँ आज पनि त्यही दिपेन हुनुहुन्छ। 10 वर्ष अघि हामी एउटै गोदाममा काम गर्थ्यौँ। आज त यही कम्पनीको मालिक भएर उभिएको छस्। कम्पनी ठुलो भयो भनेर हाम्रो मित्रता ठुलो वा सानो हुँदैन। सुमन, त आज पनि मेरो त्यही पुरानो साथी होस्। तैँले आफ्नो दुःखलाई अरूको भविष्य बनाइदिस्। आमा, मैले पाएको अवसर अब अरूले पनि पाउनुपर्छ। जीवनमा तपाईँ कहाँ आउनुभयो भन्ने कुरा ठुलो होइन, तपाईँ कति पटक लडेर उठ्नुभयो भन्ने कुरा ठुलो हो। सङ्घर्षले तपाईँलाई रोक्न होइन, अझ बलियो बनाउन आउँछ। त्यसैले कठिन समयसँग कहिल्यै नडराउनुहोस्। आफ्नो पहिचान कहिल्यै नहराउनुहोस्। एक दिन तपाईँको कर्मले संसारलाई तपाईँ को हुनुहुन्छ भनेर चिनाउनेछ।